नमस्ते साथीहरू, आज नेप्सेले 2006 मा दमदार क्लोजिङ दिएको छ। 246 वटा कम्पनी बढेका छन् भने मात्र 66 वटा घटेका छन्। के यो र्याली अब अझै माथि जान्छ कि भोलि प्रॉफिट बुकिङले बजार फेरि तल झार्छ? आजको भिडियोमा म तपाईलाई क्लियर स्ट्र्याटेजी दिनेछु। भोलि के गर्ने? मार्केट समरी आज बजार 21.6 अंकले बढेर 2006 मा बन्द भयो। यो 0.82% को पोजिटिभ ग्रोथ हो। सबैभन्दा महत्त्वपूर्ण कुरा 246 एडभान्स, 66 डिक्लाइन र एउटा पोजिटिभ सर्किट। यो डेटाले के देखाउँछ भने बजारमा बाइङ प्रेसर स्ट्रङ छ। क्लोजिङ पनि हाई साइडमा भएको छ, जुन सर्ट टर्म बुलिश सिग्नल हो। टेक्निकल भ्यू, अब कुरा गरौँ टेक्निकल साइडको। हाम्रो इमिडिएट रेसिस्टेन्स 2006 देखि 2006 कोलम जोनमा छ भने स्ट्रङ सपोर्ट 2006 देखि 2006 कोलम जोनमा छ। आज मार्केट स्ट्रङ क्लोज भएको कारण भोलि ओपनिङ पोजिटिभ हुन सक्ने सम्भावना धेरै छ। तर 2006 नजिक पुग्दा प्रॉफिट बुकिङ आउन सक्छ। यदि 2006 माथि ब्रेकआउट भयो भने 2080 देखि 2700 कोलमको टार्गेट देखिन सक्छ। तर यदि 2020 तल सस्टेन भयो भने फेरि 2006 टेरास्ट्रेडियन हुन सक्छ। भोलिको स्ट्र्याटेजी, अब सबैभन्दा इम्पोर्टेन्ट कुरा, भोलि के गर्ने? पहिलो शेयर होल्ड गर्नेहरूले रेसिस्टेन्स नजिक पार्शियल प्रॉफिट बुक गर्न सक्नुहुन्छ। दोस्रो, न्यू इन्ट्री गर्नेहरूले ब्रेकआउट कन्फर्म भएपछि मात्र इन्ट्री गर्नुहोस्। याद राख्नुहोस्, र्यान्डम हाई प्राइसमा चेस नगर्नुहोस् र इमोसनमा आएर किनबेच नगर्नुहोस्। मार्केट बुलिश मुडमा छ, तर डिसिप्लिन नै सबैभन्दा ठूलो हतियार हो। रिस्क फ्याक्टर ध्यान दिनुहोस्। मार्केट लगातार बढ्दा प्रॉफिट बुकिङ सडन आउन सक्छ। भोल्युम एनालिसिस हेरेर मात्र डिसिजन लिनुहोस्। तपाईलाई के लाग्छ? नेप्से 2700 जान्छ कि फेरि करेक्सन आउँछ? कमेन्टमा आफ्नो ओपिनियन लेख्नुहोस्। भिडियो मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। हामी हरेक दिन रियल डेटाको आधारमा अपडेट दिनेछौँ। धन्यवाद।